चाहिँ नयाँ पेटहरू आफ्नो घरमा पाल्ने सोच बनाइराख्नु भएको छ त पहिलो पटक हो भने यो भिडियो तपाईँहरूको लागि चाहिँ इन्फर्मेटिभ हुनसक्छ। सम्पूर्णमा नमस्कार, म डाक्टर सरिता भुयाल। नयाँ पेट ओनर्सहरूले चाहिँ think कि पेट पाल्न एकदमै सजिलो छ, ल्यायो उसले आफै सबै कुरा गर्छ भन्ने सोच्नुहुन्छ। इट्स नट फ्याक्ट, इट्स भेरी कम्प्लिकेटेड। किनभनेदेखि चाहिँ उसले आफू खान सक्दैन, हामीले खुवाइदिनु पर्ने हुन्छ र उसलाई पनि हामीले जुन चाहिँ खाना खान्छौँ त्यो खानेकुराहरू पनि दिँदैनौँ। दे निड अ सेपरेट डाइट एकर्डिङ टु इट्स डाइट प्लान र उसको एज अनुसार चाहिँ हाम्रो फिडिङ ह्याबिट्सहरू, फिडिङ टाइमिङ्सहरू पनि फरक पर्छ। नट ओन्ली द्याट, उनीहरू बिरामी पर्छ, हामीले औषधि गर्नुपर्ने हुन्छ। इट्स लाइक अ बेबी हु निड्स अ कन्टिन्युस सपोर्ट। विदाउट ओनर्सको सपोर्ट बिना चाहिँ दे क्यानट ग्रो प्रपरली। त्यसै कारणले गर्दा हामीले चाहिँ खानेकुराहरू पनि न्युट्रिसियस डाइटहरू पनि मेन्टेन गर्नुपर्ने हुन्छ। तर अहिले चाहिँ हाम्रोमा के चाहिँ म्याल प्र्याक्टिस छ भनेदेखि चाहिँ कुनै बिरामी भयो अथवा आफूलाई पाल्न एकदमै गाह्रो भयो भनेदेखि चाहिँ बाटोमा लगेर छोडिदिने, जुन चाहिँ सोसाइटीको लागि, आफ्नो समाजको लागि पनि राम्रो छैन र उसको लागि पनि चाहिँ राम्रो हुँदैन। किनभने पेट्सहरू अथवा डगहरूको आफ्नो एउटा ट्रुप भइरहेको हुन्छ अथवा आफ्नो एउटा ग्रुप हुन्छ। यदि कुनै पनि नयाँ पेटहरू चाहिँ त्यो सोसाइटीमा आयो अथवा त्यो एरियामा आयो भनेदेखि चाहिँ दे कान्ट एक्सेप्ट इट र दे अट्याक र लाइफ थ्रेटनिङ पनि हुनसक्छ एन्ड इभन इट मे कज डेथ अफ द्याट पेट। सो बिफोर तपाईँहरूले चाहिँ दिस यु सुड थिङ्क, एकचोटि सोच्नुहोस् मैले पाल्न सक्छु सक्दैन, टाइम दिन सक्छु कि सक्दैन भनेर सोचेर मात्रै तपाईँहरूले के गर्नुहोस् भन्दाखेरि चाहिँ पेट चाहिँ पाल्नु होला।